Hello guys, this is your buddy, this is your brother Ratik back with another video. र आज चाहिँ म randomly कहिले पनि ठाउँ घुम्दैछु एक्लै गइरहेको. You can see I'm all alone. I have no friends. And म चाहिँ अहिले सेन्ट्रल स्टेसन पुगिसकेँ. अब यहाँबाट कुन ट्रेन समात्ने कता जाने केही पनि आइडिया छैन. बट आई किप यु पोस्टेड. म कुन ठाउँ जाने त फिक्स गरेर हजुरहरूलाई भन्छु. सो स्टे ट्युन्ड. सो तल ओह्राउँदा म काम गर्छु स्टेसनको दुईवटा स्टेसन अगाडि मेनली Bondi Junction, sir. Bondi Beach. So let's go there. I think it's a good idea. Let's go. Central Station त आइसकेँ. तर म कहिले ओह्रालेर यहाँबाट गइनँ. So I have no idea कुन स्टेसनबाट प्लेटफर्मबाट ट्रेन चाहिँ जान्छ. I will just look. यो चाहिँ 23 थियो. 23 मा केही पनि थिएन. This is 24. यो चाहिँ जाँदैन. रेड फन एरियातिर जान्छ. This is 21. This goes to टाउन हल. यहाँबाट डाइरेक्ट एउटा स्टेसन टाउन हल स्टेसनतिर जान्छ. त्यहाँबाट चाहिँ चेन्ज गर्नुपर्छ. जस्ट लुक गरे टाउन हल डाइरेक्ट कुन जान्छ. यो त स्टेसन प्लेटफर्म 19. यो चाहिँ हाम्रो एरियातिर जान्छ. प्लेटफर्म 18 पनि हाम्रैतिर जान्छ. सो आइ एम नट स्योर. ओके, सो प्लेटफर्म 17 बाट चाहिँ टाउन हल जाँदो रहेछ. Fast and the train is at 9 minutes. So let's go. So guys, म चाहिँ टाउन हल आइपुगेँ. यहाँबाट प्लेटफर्म 5 बाट चाहिँ ट्रेन जान्छ. Let's go. So एउटा राम्रो कुरा चाहिँ के भयो भने म ठ्याक्कै ट्रेन स्टेसनमा आएँ. ट्रेनमा ओह्रालेँ र तल प्लेटफर्ममा आइपुग्नुन्जेलसम्म यहाँ ट्रेन पनि आइसक्यो. यहाँ चाहिँ कुर्नु परेन. एन्ड टाउन हलमा पनि प्लेटफर्म 17 मा चाहिँ 8 मिनटको ट्रेन थियो. प्लेटफर्म 16 मा म प्लेटफर्ममा पुगिन्जेलसम्म त्यहाँ पनि ट्रेन आइसक्यो. सो वाज नो वेटिङ फर मी. म यहाँ पनि ट्रेनमा बसिसकेँ. यहाँबाट हिँडिरहेको छौँ. वाट्स आवर डेस्टिनेसन. सो गाइज, म चाहिँ बोन्डी जङ्सन पुगिसकेँ. यहाँबाट मलाई आइडिया के पनि छैन. लेट्स सी कता लानुपर्छ. इफ आई हेभ टु टेक बस गो बाई वाकिङ. आइडिया त्यही छ. बसहरू चाहिँ देख्दैछु तर कहाँ जानुपर्ने म आई जस्ट चेक द लोकेसन. बसहरू एन्ड अब चाहिँ म यहाँबाट जाने ठाउँ चाहिँ लोकेसन चेक गर्छु. 30 मिनटको देखाउँछ. 7.6 किलोमिटर एउटा हामीले बस चलाउनुपर्छ. बस चाहिँ कुन जान्छ म हेर्छु अहिले. त्यहाँबाट चाहिँ बस जान्छ. सो त्यो बससँग आएर बसबाट त्यो जानु पऱ्यो. सो बोन्डी बिचतिर बस चाहिँ यहाँ बोन्डी जङ्सनबाट बस स्टप एबाट चाहिँ जाँदो रहेछ. बस नम्बर 333 चाहिँ जाँदो रहेछ. टाइमिङहरू त मलाई थाहा छैन. बस हेरेको मैले 333 स्ट्यान्ड एबाट चाहिँ जाँदो रहेछ. सो स्ट्यान्ड ए चाहिँ यो स्टेसनबाट बाहिर निस्किँदा राइट साइडमा हो. राइट साइडतिर लाग्ने हो. एन्ड आज मौसम पनि बवाल छ. एकदम घाम पनि त्यस्तो साह्रो लागेको छैन. पानी पर्ला जस्तो छ. पछि पानी नपरोस्. मौसम यस्तै रहोस्. आनन्दको घुम्न मजा आउँछ. सो म चाहिँ स्ट्यान्ड ए आइसकेँ. स्ट्यान्ड ए चाहिँ हामी छिर्नुपर्छ. हामी यहाँबाट चाहिँ स्ट्यान्ड बसको लागि कुर्नुपर्छ. बस चढेर जाने हो. सो त्यसको लागि पनि लाइन लाग्नुपर्छ. हामी यहाँ चाहिँ नेपाल जस्तो हुँदैन. लाइन चाहिँ जहाँबाट जता नगएको त्यो थियो. यहाँ चाहिँ एकदम डिसिप्लिन भएर लाइन दिनुपर्छ. आफ्नो पालो कुर्नुपर्छ. बसमा सिट भएन ठाउँ भन्नु भने सबैजना जो चढ्छन् नत्र नचढ्ने त्यसै गर्छन् अभियसली. सो गाइज, म चाहिँ यहाँ बोन्डी बिच आइपुगेँ. यहाँबाट राइट साइडमा चाहिँ
बवाल भ्यू छ समुद्र बिच त्यहाँनिर गर्ने and I'll show you guys के हो कसो हो के छ भन्ने यहाँ छेउमा आउने बित्तिकै हावा दिलाई टच भएको समुद्रबाट आउने हावा really good. So guys, म चाहिँ यहाँ बन्डे बिच आइसकेँ 10 मिनट लाग्यो त्यहाँबाट बस्न एन्ड आई क्यान सी द भ्यू मेरो अगाडि पुरै जहाँसम्म आँखा जान्छ त्यहाँसम्म पानी नै पानी चारैतिर म चाहिँ रोड क्रस गर्न लाग्छु तपाईँहरूलाई पनि भइदेख्नु रोड क्रस गरेर एन्ड मान्छेहरू त्यति धेर त छैनन् तर छन चाहिँ छन् एन्ड लेट्स गो आज पानीमा जाने हो सो चिसो वातावरण चिसो पानी फिल गर्ने हो म तपाईँहरूलाई देखाउँछु के छ कसो छ सो फाइनली ऱ्यान्डमली घरबाट निक्लेको थिएँ इन्टरभ्यू दिनलाई इन्टरभ्यूमा भयो मेल पनि आइसक्यो र म चाहिँ इन्टरभ्यू दिएर त इन्टरभ्युअरले चाहिँ भन्यो वाट्स द नेक्स्ट प्लान आफ्टर दिस मैले भने आई हेभ नो आइडिया वाट आई सुड डु आई हेभ नो आइडिया वाट टु डु एन्ड पछि स्टेसनसम्म जाँदा जाँदै दिमागमा आयो लेट्स गो टु बीच एन्ड आई एम हियर एट द बीच Bondi Beach, you can see. And you can see दामी भ्यू छ दामी नजारा यो भ्यू पोइन्ट बन्डे बीचको सो मजा एक्लै घुम्नमा आउँछ एक्लै घुम्ने लायक हुनुहुन्छ भने एक्लै निस्किदिनु पनि धेरै ठाउँ गएको हो एक्लै धेरै नै ठाउँ हामी म म्याक्सिमम घुमेको ठाउँ एक्लै हो एक्लै जान नि मन लाग्छ किनभने 2 जना भयो भने 3 जना भयो 4 जना भयो भने माइन्ड डाइभर्ट हुन्छ चारवटा माइन्ड चारवटा आइडिया कोही जाला नजाला त्यसोमा जाने मनहरू सब जान्छ सो इफ मन भयो भने एक्लै हिँड्दैन एन्ड हियर आई एम एन्जॉयिङ द भ्यू लेट्स गो तल आसमान साफ है नीचे समंदर है ओके सो म चाहिँ तल जाँदैछु आसमान चाहिँ सफा छ घाम छैन मौसम हेर्दा त पानी पर्ला पर्ला जसो पनि छ र नपर्ला जसो पनि छ सो कहीँ कहीँ चाहिँ कालो कालो बादल छ कहीँ कहीँ देख्दा कुनै कुनै ठाउँमा पुरै क्लियर छ सो केही नै मेहनत है पर्यो भने पनि थोरै थोरै पर्ला अब चाहिँ म तल जाँदैछु तल जाने भ्यू चाहिँ बवाल छ लेट्स इन्जोय पानी समुद्र यो चाहिँ समुद्र साथीहरूसँग आएको भए नि रमाइलो हुन्थ्यो उसले आए एकछिन ठिकै छ रमाइलो त रमाइलो नै छ म चाहिँ चस्मा ल्याउन बिर्सेँ किनकि मेरो चस्मा इनफ्याक्ट म सबै कुरा ल्याउन बिर्सेँ मेरो प्लान चाहिँ थिएन आउने यहाँबाट चाहिँ बालुवा सुरु हुन्छ खाली खुट्टा जान्छु जुत्ता खोल्नु पर्यो गाइज खाली खुट्टा हिँड्ने हो लेट्स ओपन द सुज लेट्स गो पानीतिर जाने हो लेट्स गो सो गाइज अब चाहिँ हिँड्ने बेला भयो यहाँबाट म आएको लगभग यहाँ चाहिँ 2 घन्टा भयो 2 घन्टा जति बसेँ पानीमा एकछिन रमाइलो गरेँ चिसो चिसो खुट्टालाई टच गर्दा कस्तो मजा आउँथ्यो फिल चाहिँ आनन्द हुन्थ्यो चिसो चिसो हावा चिसो चिसो पानी मुड फ्रेस भयो मन फ्रेस भयो हल्का भयो अब चाहिँ सायद पानी पर्ला जस्तो छ आइगेस पानी पर्न थाल्यो 2-4 थोपा चाहिँ म फिल गर्दैछु पानी धेर पर्नु भन्दा छिटो यहाँबाट निस्किनु नै राम्रो मात्र फेरि भिजिन्छ र मैले छाता पनि ल्याएको छैन पानी चाहिँ पर्न थालिसक्यो लेट्स गो पानी धेरै जोडले पर्नु भन्दा अगाडि यहाँबाट निस्किनु पर्यो सो आजको ब्लग चाहिँ अब यहीँ सकिन्छ अब म यहाँबाट जसरी आएँ बसमा आएर ट्रेनसम्म आएर म त्यसरी नै फर्किन्छु घर
गएर खानासाना खान्छु, सुत्छु। भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। भिडियोलाई लाइक सेयर गर्नु होला र च्यानललाई सब्सक्राइब गर्न नभुल्नु होला। ऋतिक अन क्याम, लभ यु अल, थ्याङ्क यू फर वाचिङ। सो गाइज पानी चाहिँ एकदम जोडले नै पर्न स्टार्ट भइसक्यो। म चाहिँ यहाँबाट भागेँ, माथि गएर जुत्ता लाउँछु। तपाईँहरूले देख्न सक्नुहुन्छ पानी चाहिँ पर्न थालिसकेको छ एन्ड आधा भिजाएको छु, तल खुट्टामा आधा भिजाएको छ। सो धेरै भिज्नु हुँदैन। अब जाने माथि खुट्टा पिसेर जुत्ता लाउने हिँड्ने। पानी एकदम धेरै जोड भएछ। ओए बन्द, बन्द, ओए